हेलो वेलकम ब्याक टु माई न्यू भिडियोको साथमा आइसकेको छु आफ्टर लङ टाइम पछि। आज चाहिँ काम थियो, काम भ्याएर अब म जानला छु घरतिर। एकछिन बसेँ कि पार्कमा, यो चाहिँ पार्क रहेको छ, पार्कमा बसेँ। अब चाहिँ जान्छु म। साइकल चाहिँ उता गएकोमा राखेको छु के मैले, यता चाहिँ पार्किङ छैन, त्यही भएर म हिँड्दै जानुपर्नेछ केही समय अगाडिसम्म। आशो लागेको छ के, जिन्दगीमा फर्स्ट टाइम जापान आएर काम गर्नु लेखेको रहेछ त नेपालमा कहाँ काम गर्नु। त्यही भएर आशो लागेर आउँछ। यस्तै हो गाइस, अरू त के भन्ने हो र। जापानको फेरि मौसम एकछिनमा पानी पर्ने, एकछिनमा घाम लाग्ने, यस्तै गर्ने रहेछ क्या। बिहान यस्तो पानी परेको थियो, पुरै रेनकोट लगाएर आएँ। अहिले अब यस्तो घाम भइसक्यो, यहाँ घाम छ। यस्तै हो गाइस जिन्दगी। आशा लगाएर आउँछु कि कामबाट पनि आइयो, अब गइन्छ, खाना खाइन्छ। अनि भोलि पनि गएको छुट्टी छ, भोलि पनि काममा आउने हो। र त्यस्तै हो, आउने जाने भइरहन्छ। म चाहिँ कति 3-4 मिनट जति हिँड्नुपर्छ के गएकोदेखि, तर मेरो काम चाहिँ नजिकै छ। साथीहरूको त टाढा टाढा ट्रेनमा जानुपर्छ नि, मेरो चाहिँ नजिकै भएको कारणले। जापान त्यस्तै हो। अहिले फेरि पानी आउनु जस्तै गरे, एकछिनमा घाम, एकछिनमा पानी, के होला यस्तो। गाह्रो छ नि। त्यही भएर तर नेपाली कोही बोल्दैन गाइस, या त उल्टै हाँसेर गइदिन्छ। हाँसे पनि मलाई मतलब छैन नि त, फेरि एक्लै हो नि त। यस्तो ठुल्ठुलो बिल्डिङ हुन्छ, त्यस्तो सुनाएर पानी नआइदिए नि हुने नि। रेनकोट लाएर साइकल चलाउनु लास्ट गाह्रो लाग्छ कि फेरि, त्यही भएर यस्तो छ बाटो। कति सफा छ नि, तर जापान त लास्टै रमाइलो छ। सिङ्गो चाहिँ रातो भएको रहेछ, एकछिन बस्नु पर्ने छ। अब एकछिनमा चाहिँ जान्छु म। मेरो गएको पनि आएको, अब पहिले लेखेको चाहिँ मेरो गएको ल। यो चाहिँ मेरो गएको, त्यहाँ साइकल राखेको छु। अब चाहिँ रातो बोलेछ, अब हरियो बोल्यो भने जान्छु म। बिहान कति 6 बजे आएकोमा अहिले कति 12:30 भयो। काम गरेर थाकेर अब जान्छु। चाली चान्छु र हिँड्नुपर्छ। सिङ्गोबाट क्रस भइसके, अब म जान्छु साइकल लिन। साइकल लिन जान्छु। ट्रेन आइरहेको छ, यस्तो मस्त ट्रेन गयो नि। यो चाहिँ रहेको छ गएकोमा मेरो साइकल छ। गएकोमा आएर साइकल लगेको नि, यो चाहिँ हावा मेरो साइकल साथी हो नि मेरो। मेरो अब रेडी भइसकेको छ। यो चाहिँ चिन्दल हो के,
अब म जान्छु साइकल लड जान्छु साइकल लड बेलुकाको ओके म चाहिँ अब बाटोमा बनाउँदैन अब म घर पुगेर भिडियो बनाउँछु ल बाई